भनेको कि यो संसारमा छोरीको जस्तो माया चाहिँ छोराले गर्दो रहेछ हौ बाबुआमालाई। पटक्कै गरेन हौ नानी, पटक्कै गरेन। छोरा नभएको होइन, 3-4 भाइ छ तर मरिकै माया गर्दैन। एउटै छोरी भएको त्यसले कति गर्छ माया। यो भनाइ मेरो होइन। म पनि आफ्नो बाबाआमालाई माया टन्नै गरिरहेको छु, तर मेरो दिदीबहिनीहरू हुनुहुन्न। त्यो खालको एक्सपिरियन्स मेरो बाबाआमाले अनुभव गर्न पाउनु भएन। आजको दिनमा एकजना कस्टमर आउनुभएको थियो। यस, बहिनीले त पक्कै हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भने थाहा भइहाल्यो। अब त्यो बाजे बोजूहरूले त हेर्दैन, थाहा छैन। साँच्चै सत्य बोल्दैछु है म। बाबाआमाको लागि माया गर्ने भनेको सबैभन्दा बढी सन्तानहरू मध्येमा छोरी नै हुँदो रहेछ क्या। सत्य कुरा त्यही बोजूले बोलेको हो। त्यति टाढा भए पनि होइन, माया र ममता आज लास्टै देखाइदिनु भएको छ। यस, केही होइन, केही क्यास पनि दिनुभयो, केही सामानहरू हाम्रो पसलमा किनिदिनु भयो आफ्नो बा आमाको लागि। न्यानो न्यानो कपडा के जाडोमा, तपाईँहरू बुझ्नु न कुरो मिलाएर के। त्यही मध्येको सामान एउटा तपाईँहरूलाई देखाउन लायक अनि भिडियो बनाउन लायक यो एउटा स्वेटर, एकदमै ओरिजिनल स्वेटर, 2 प्लाई धागोबाट बनेको र भित्र यस्तो न्यानो तातो बाबाको स्वेटर चाहिँ पहिलोचोटि देखेको र बेचेको। पहिला यस्तो बाक्लो स्वेटर भेटाएकै थिएन र बुढापाकाको लागि एकदमै मनमुटुमा बस्न सफल भएको 2टा गोजी, जुम्ल्या गोजी भन्नुहोस्। यस्तो राम्रो बटनहरू हेर्नु न, कस्तो दामी टिलिक टल्केको छ। फेरि यो यहाँनिर जडतिर भरेको उस्तै छ। कसलाई चाहिँ मन नपर्ला क्या यो स्वेटर। जस्तो सुकै रिस उठेको मान्छे छ भने पनि यो स्वेटर चाहिँ देख्दा चाहिँ उसले चाहिँ हाँस्दो होला अथवा रमाउँदो होला। यो चाहिँ रहेछ भन्तो होला के। हेर्नु त यति मिठो कलर छ यो वान पिस। त्यसदेखि पछाडि यो न रातो न कलेजी, ठिक्कको रङ, जस्तो सुकै जुनै जात भातलाई नि पच्न सक्ने कलर। के भन्नुहुन्छ यो कलर? रातो उदुमले आयो कि यो छेत्री बाहुनले मात्रै लाउने भन्नुहुन्छ। अनि त्यहाँदेखि हरियो कलेजी छेत्री बाहुनले देखाएको, है यो त होइन हो, अरू राई मतवालीहरूले मात्रै लाउने भन्छ। केही गर्दा त जस छैन, तर यो कलर चाहिँ नि सबै जातभातलाई पस्ने खालको मिठो कलर के। न रातो न कलेजी, ठिक्कको रातो। हेर्नुहोस् त, सेम कलर भुवाको। आम्मामा, यतिको राम्रो क्वालिटी, यतिको राम्रो स्वेटर जुनसुकै समयमा प्रतीक्षा अवस्थामा इन्टर पाउँदैन। यति बेला चाहिँ भेरी भेरी हाई क्वालिटी। यस, भेरी भेरी हाई क्वालिटी स्वेटरहरूकै राजा। यस, राजा। हेर्नुहोस् त, यस्तो स्वेटर किनिदिनु भयो। हामीलाई पनि बेच्नै पनि लोभ लागिरहेको थियो, तर पनि राखेर हुँदैन। राम्रो सामान सबै बेच्नका लागि हुन्, सबै आफूले